होइन मेरो दोस्तहरू हो नि त यिनीहरू भने गएर होइन गाई चाहिँ साथीहरू र आज यो त यो ढोरपडानमा ठुलो हस्पिटल बन्न ला है यो त लगभग अझै 2-3 वर्ष लाग्ला यसको बजेट नपुगेर यहाँ के भएर चाहिँ अहिले आदि भइरहेछ त्यसपछि अब 1-1.5 वर्ष फिनिसिङ हुन्छ होला तपाईँले माथि डाँडातिर देख्न सक्नुहुन्छ हुस्सु परेको अस्ति हिउँ परेको थियो हो त्यो चुट्टीमा अझै पग्लेको छैन है यस्तै छ हामी अब हामी चाहिँ ढोरपाडादेखि बुर्तिमुखसम्मको यात्रा हुन्छ भर्खर हामी हिँड्यौँ अब हेर्दै गर्नु होला गाइस तपाईले देख्न सक्नुहुन्छ हाम्रो जिते दाइलाई हाम्रो जिते दाइ गाडीमा हामी आज ढोरपाटनदेखि बुर्तिवाङसम्मको यात्रा गर्दैछौँ गाइस तपाईले देख्न सक्नुहुन्छ उता क्यारम बोर्ड खेल्दैछन् केटाहरू यता ढोरपाटनको फाँट देख्न सक्नुहुन्छ है गाइस तपाईले ढोरपाटनको फाँट अब यो चिसो बैशाखको चिसो हिउँ परिरहेछ डाँडाकाँडामा बादलले छेकिसक्यो डाँडाकाँडा गाडी देख्न सक्नुहुन्छ गाइस तपाईँ बफेलो दिस इज बफेलो बफेलोको माउ यता छ अर्को बफेलो यता यो बफेलो ठुलो बफेलो है गाइस ठुलो बफेलो सानो बफेलो उता छ हाम्रो अगाडि साना गाई पनि छन् है गाई हेलो जर्सी गाई गाइस तपाईँले देख्न सक्नुहुन्छ यो ढोरपाटन सिकार आरक्षको फाँट हो यो ढोरपाटन सिकार आरक्षको फाँट तपाईँले देख्नुहुन्छ ठुलो छ फाँट यहाँ पहिला हाम्रो एयरपोर्ट पनि थियो गाइस अहिले अचल सञ्चालनमा चाहिँ छैन ऊ चाहिँ देख्न सक्नुहुन्छ गाइस त्यो ढुङ्गा तपाईँले के हो भनेर बुझ्नु होला तर चाहिँ मचान मान्छे मरिसकेपछि त्यहाँ ढुङ्गाले त्यसरी पुरेर राखिन्छ गाइस तपाईँले ढोरपाटन चियान मचान चियान एउटै हो गाइस तपाईँले देख्न सक्नुहुन्छ यो ढोरपाटन सिकार आरक्षको फाँट देख्न सक्नुहुन्छ यो पुरानो एयरपोर्ट पनि हो गाइस यहाँ एकचोटि प्लेन क्रस भएपछि त्यहाँपछि यहाँ अहिले प्लेन चाहिँ ल्यान्डिङ गर्न सक्दैन गाइस तर नाम चाहिँ एयरपोर्ट पनि भनिन्छ है गाइस यसलाई देख्न सक्नुहुन्छ होटेल देख्न सक्नुहुन्छ हाम्रो चिनारी गेस्ट हाउस गाइस अगाडिपट्टि तपाईँले हाम्रो जिते दाइले दौडाउनु भएको छ गाडी घोडा चढिरहनु चिनारी गेस्ट हाउस है गाइस अगाडि ल